हेलो गुड मर्निङ तपाईहरु सन्चै हुनुहुन्छ अनि म चाहिँ कहाँ आइराखेको छु अहिले तपाईहरुलाई देखाउँछु हेर्दै गर्नुस् ल। आज चाहिँ म नानी स्कुल ल्याएर म यता भन्ज्याङमै बसेको छु हो। यहाँ आनीको दोकानमा नयाँ नयाँ चीजहरु आएको रहेछ। म तपाईहरुलाई देखाइदिन्छु। तपाईहरुले कोले भिडियो हेर्छ तपाईहरुले आएर लिएर जानु सक्नुहुन्छ। यहाँ हेर्नुस् है केटाहरुको समरको हाफ प्यान्ट। यहाँ हो यो सर्टहरु फोटो खिचेको। यहाँ हेर्नुस् पत्लामा ट्र्याकहरु पनि आएको छ केटाहरुको। यहाँ सर्टहरु आएको छ। यहाँ केटीहरुको पनि कट सेट मजाको आएको छ। हजार सस्तो सस्तो दामको जुत्ताहरु पनि ल्याएको रहेछ है। जुत्तीहरु पनि छ यहाँ। अगाडिबाट खिच्नु पर्थ्यो रहेछ है। यहाँ साडीहरु पनि अभेलेबल छ। नानीहरुको पनि समरको पुरा आएको रहेछ। यहाँ केटीहरुको सुरुवाल पनि आएको छ यहाँ। घरमा बस्दा लाउने सुरुवाल पनि छ यहाँ। ओन्ली 150 मजाको छ। यताउता हिँड्न लाउँदा पनि हुन्छ योहरु। यो अलि अन्ध्यारो भएर अन्ध्यारो देखिरहेको छ। यो सर्ट चाहिँ मजाको आएको छ समरको केटाहरुको शीतल। आउनुहोस् हाम्रो आनीको दोकानमा हो आएर मजाले तपाईहरुले दाम मिलाएर लान सक्नुहुन्छ। पेन्ट माथि लाउने सर्टहरु पनि दामी छ। यहाँ सबै कुरो पाउँछ छातादेखि लिएर हो। अनि चाहिँ यहाँ हुनुहुन्छ है मेरो दोकानमा आउनु भने आउनुहोस् भिजिट गर्नुहोस् दोकानमा। सस्तो सस्तो छ सलहरु पनि पाउनुहुन्छ है। दाम मिलाएर लानुहोस्। यहाँ हेर्नुहोस् है यो दोकानमा चाहिँ नि सबै कुरो पाउँदो रहेछ हो। यहाँ हेर्नुहोस् है यतिको चाहिँ 100 रुपियाँ अरे। तोङमा खाने मान्छे यहाँ छ। हाम्रो चाहिँ यस्तो बिजोक हुन्छ नानीहरू रुमेर। अर्को यहाँ पछि हिँड्दैछ हो। यसको 100 रुपियाँ अरे 100 रुपियाँ। अहिले त कहीँ जानु पर्दैन नि। हाम्रो भन्ज्याङमा सबै कुरो पाउँछ। भैँसीको सुक्टी पनि पाउँछ। यहाँ उकालो चाहिँ तक्दा जान्छ। यहाँ मुनि जिङलाम। यो उँधो चाहिँ 27 माइल। यहाँ 2 नम्बर। हेर्नुहोस् न हामी चाहिँ यहाँ पैसा मिलेर झालमुरी बनाएर खाएको। पिरो भएछ मिठो। के हो त? सर खाना न